सम्पूर्णलाई दर्शन मजेदार छ। तपाईँले मेरो ब्लगमा सबैलाई स्वागत छ। आज म गाउँमा पहाड बाबु तिम्रो नाम के हो? सुशील के पोखरेल। म त सेतो हिमाल छु। लालिम उता डिलेङबाट। हजुर भर्खर म चाहिँ खाना खाएर निक्लियो। मम्मी यो बाहिरको माथि झुन्डाको हो दाइको भन्नुभएको थियो त अघि। हो यो दाइको उसो कि दाइ सानो है जन्मेको गाउँमा जन्मेको। त्यो दाइले के भन्छ नि सुन्तला यहाँ बाख्रा छ भित्र माथि जङ्गल। सब्जी भने त्यही पाइन्छ कि यहाँ बाख्राहरू मेहे गर्दै फेरि म हेरेँ के अरे खोइ। के पाइन्छ भने फुलहरू त सबै पाइयो। धनियाँ नि एउटा पहाडको धनियाँ म देखाउँछु नि। पहाडको धनियाँ छ यहाँ। पहिलो पटक देखेको थिएँ। अलि के गरेर खाने एउटा झुसले किरो गरेर पहिला समयमा के अरे त्यही अनुसार झुसले किराको अनुसार समय पत्ता लगाइन्छ भन्छ फेरि मलाई। हो यो कि यो धनियाँ होइन हो यो धनियाँ हुन खाने धनियाँ अर्कै हुन्छ नि पहाडमा भन्नु पाइँदो रहेछ। यो अम्बा लिची आँप सुन्तला अनि जे भने त्यही के यहाँ त। घर पनि धेरै नै एउटा दुईटा तीनटा घर छ यहाँ। यो 4वटा चाहिँ बाख्राहरूको तर 5वटा भैँसीहरूको आँगन फुलहरू। ल अहिलेको लागि यति नै। हस्त धन्यवाद।